के देखाउँछ भने जेलबाट बाघ बनेर निस्किएका रविलाई अहिले कर्कलो भन्दा पनि फतक्कै गलेर बालेनलाई प्रधानमन्त्री स्वीकार्नुपर्ने दशा आइलागेको छ। पुस 7 गतेको मध्यरातमा एकताको चाँजोपाँजो सुरु गरेका रवि लामिछाने र बालेन शाहबीच आइतबार झिसमिसेमा 7 बुँदे सम्झौता भयो। कुलमान घिसिङको बहिष्कारका बीच भएको यो एकतामा एकीकृत पार्टी रासोपा नै हुने, सभापति रवि र भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारिएको छ। एउटा यस्ता पात्र जो बोलेकै कारण दुःख पाउँछन्, अर्का यस्ता छन् जसले नबोलेकै कारण यस्ता पनि जनताका नेता हुन्छन् र भन्ने सम्मका प्रश्नको सामना गर्नुपर्छ। एउटासँग संगठित शक्तिसहितको लोकप्रियता छ, अर्कोसँग लोकप्रियता मात्र छ तर संगठित शक्ति छैन। अब यस्तो अवस्थामा भएको सम्झौतामा कसलाई नाफा कसलाई कति घाटा? सबैभन्दा पहिले त एकता हुनु नै दुई नेताका लागि नाफाकै विषय हो। तर सम्झौताले के देखाउँछ भने जेलबाट बाघ बनेर निस्किएका रविलाई अहिले कर्कलो भन्दा पनि फतक्कै गलेर बालेनलाई प्रधानमन्त्री स्वीकार्नुपर्ने दशा आइलागेको छ। भनिन्छ जेनजी आन्दोलनका बेला नक्खुबाट निस्किएर प्रधानमन्त्री बन्न तम्सिएका रविको कदममा बालेन नै बाधक बनेका थिए। अहिले उनै रवि बालेनका अघि कागजी बाघ बनेर एकता प्रक्रियामा आएका छन्। यसको अर्थ आन्दोलनपछि बालेनले पनि देश सम्हाल्ने हिम्मत नदेखाउँदा बादशाह मानिएका रविले उनै बालेनलाई तालाचाबी सुम्पिँदा रविको राजनैतिक हारका रूपमा अर्थाइएको छ। त्यसमाथि संसदीय व्यवस्थामा उधारो प्रधानमन्त्रीको सम्झौता पत्याइहाल्ने बालेनको चेतमा पनि प्रश्न उठाउनेहरू छन्। पपुलिस्टले के भन्छ भने पक्कलाई अब यसले सक्दैन, म एकचोटि थियो नि तेरो दया आयो, अब पक्क तेरो दया आयो। कसरी कसरी तँलाई के मतलब हो? कसरी भन्ने के तँलाई कसरी भन्ने चाहियो? म आयो त दया आयो त। अब दया आएपछि तँलाई एउटा धेरै के चाहियो? त्यो निराश मान्छे छ नि, जुन 15 वर्ष 20 वर्षदेखि मान्छे निराश जो बसेको छ। एउटा चर्चित भनाइ छ, अभागी समाजले खोज्ने ईश्वर हो। अभागी समाजले खोज्ने यस्तै पात्रहरू हुन्। ती पात्रहरू आउँछन्। दुर्भाग्य के भने यस्ता पात्रहरूले सुरुमा मजै आउँछ, रमाइलो हुन्छ, तर समाधान हुँदैन। पपुलिस्ट पोलिटिक्स एउटा दुर्भाग्य हो। सैद्धान्तिक रूपमा कुनै व्यक्तिलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुलाई उन्नत अभ्यास नै मान्न सकिन्छ। तर उधारो सम्झौतामा विभिन्न संशय र प्रश्न कायम छन्। अहिलेसम्म रासोपाको महाधिवेशन भइसकेको छैन। फागुनमा गर्ने भनिए पनि रासोपा महाधिवेशन चुनावका कारण हुने सम्भावना छैन। उनीहरू बीच रविलाई नै सभापति मान्ने वाक्यांशको अर्थ के हो? प्रश्न छ। भोलिका दिनमा कुलमान घिसिङ वा हर्क साम्पाङ लगायत आए यो सम्झौता के हुने? प्रधानमन्त्री बन्नेमा पनि अधुरो जस्तो देखिने सम्झौता भएको छ। पहिलो कुरा त बालेन निर्वाचित भएर आउने नआउने कुराको टुङ्गो चुनावले मात्र गर्छ। अर्को कुरा बालेन प्रधानमन्त्री बन्न रासोपाले एकल बहुमत ल्याउनु पर्ने हुन्छ। त्यसका लागि कांग्रेस एमालेसँग बराबर मत चाहिन्छ। उदाहरणका लागि गत वर्षको चुनावमा रासोपाले 11 लाख समानुपातिक भोट ल्याएको थियो। अहिले थपिएका 10 लाख मत रासोपाकै नाममा गरिदिए पनि कांग्रेस एमालेको मत जोड्दा